वेलकम टु माई च्यानल PRS को मिनी ब्लगमा स्वागत छ तपाईहरुलाई। र त साथीहरु सबैलाई स्वागत छ मेरो च्यानलमा। बिहान उठेर काम भने यस्तै हो, गाई बस्तु यता उता भएपछि बाहिर हेरेको झरररर पानी हाच्छु, बुढी यता दाना काट्दै मजाले मिन काट्दिन्छ है। यता गाई फेरि म फेरि गाईसँग बसेर एकदम मस्त हेरिरहेको छु, यता उता गाईसँग भिडियो सेल्फी हानिदिन्छु नि त। फेरि म त खत्रै हो। त्यसपछि टक्क गाई स्याहारेर दाना साना फेरि टक्क पाएको रेडी सेडी बनाएपछि चाहिँ मजाले गाईलाई मैले टक्कै दाना दिएँ। दाना साना मजाले गाईले स्वाई 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 गरेर खायो दुइटाले त। अन्त यता कोरालीले पनि खाँदै थियो है। यतानिर कोराली ओटी यता बुढीले दाना काट्दैछ। अन्त त्यहाँपछि त्यही हो, कोरालीले पनि खाइसकेको छैन रहेछ, त्यहाँदेखि खाँदै थियो। त्यहाँपछि दाना साना उयो गरेर चाहिँ टक्कसँगले दिइसकेँ मैले। त्यहाँ यतापट्टि एउटा बाछी छ, यहाँनिर इसी मजाको भएको छ यो बाछी पनि है, किन्नु हुने आउनुहोस्, दिइहाल्छु म त। फेरि काम सकेर फेरि यता बुढीलाई हेरेको, बुढी मिसिन जस्तो दाना काटेकै च्याराप च्याराप। मैले बिस्तारी काट न हौ भन्छु, डराउँछ पनि, डर पनि लाग्छ, फेरि स्पिडै काट्छ। खतरा पो छ त, फेरि काट्दै फेरि त्यत्तिकै हो, खतरा हो। यहाँदेखि म पनि बाहिरतिर हल्का पानी रहेर चाहिँ ओह्रालोतिर गएको, बाहिरतिर हेरेँ, टक्क तलतिर यसो हेरेको काँक्रा पो, त्यतानिर केरा हो, उतानिर इस्कुस। अब त्यत्तिकै बर्खामा त हेर न यस्तो हुन्छ कि मजाको घारी हरियो होइन, इस्कुसहरू फलिरहेको, काँक्राहरू यताउति लडिरहेको। यो चाहिँ हो मेरो फेरि बिहाडे घोडा धानबारी। अब धान रोप्नु पऱ्यो नि त, समय त आउँदैछ धान रोप्ने, बर्खा त लाग्यो, असार 15 त सक्यो। हाम्रो चाहिँ अलिक ढिलै रोप्छ है यता, त्यस्तै त हुन्छ। अब धानसान रोप्नुपर्छ है। यो चाहिँ केरा फेरि मजाको भएर आएको छ फेरि होइन। रोप्नुहोस् है साथी, हो केराहरू चाहिँ रोप्नुपर्छ नि, खाइबस्नुपर्छ, डह्रो हुनुपर्छ। यो चाहिँ काँक्रा हो, यो झ्याङले चाहिँ राम्रो फल्यो है, योपालि फल राम्रो दिएको थियो यसले। यो चाहिँ एकदम प्युर अर्ग्यानिक, नो युरिया क्या, सबैमा युरियाहरू चाहिँ छैन होइन साथी। अन्त त्यहाँदेखि यस्तै छ काँक्रा। यो माथिल्लोपट्टि चाहिँ हामीले टक्क फलिरहेछ, हेर्नुहोस् न कस्तो मजा आएको होइन, हरियो बढे कड्याप्प कड्याम भइहाल्छ नि त होइन। त्यो त हो त, अन्त मान्छेले त खानु पऱ्यो नि त अर्ग्यानिक, बजारको मात्रै किनेर कहाँ हुन्छ त। यो हेर्नु मकै नाङ्गै फेरि ढुट्टो, मकैको पत्तै छैन एउटा पनि, त्यत्तिकै पत्ताहरू चाहिँ सबै काटिदिएको क्या, किरा लागेर चाहिँ। अब दाना साना अब दिनुपर्छ, पत्ता सत्ता निकालेर दाना दिइहाले, किरा लागेर वाक्कै भयो। अन्त यो हाइब्रिड मकै रहेछ, फेरि त्यस्तो फल्नु चाहिँ फल्ने तर नरहने। अन्त त्यहाँदेखि हामी कामसाम सकेर चाहिँ निक्ल्यौँ दाजुभाइको गोठबाट हे भनेर। दुईजना बुढाबुढी उकालो घरतिर लाग्यौँ। हाम्रो घर चाहिँ अलिक माथि पर्छ नि त, अलिक गोठ चाहिँ तल पर्छ है। त्यहाँदेखि टक्क यो बाटो हो, नाली 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 छ है। यो चाहिँ टक्क कुलो हो, कुलोबाट टक्क जाँदै जाँदै बुढी अगाडि जाँदैछ, म पछि भिडियो बनाउँदै 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 उसको पछाडि पछाडि होइन, मायालु हो मेरो, पछाडि पछाडि हिँड्दैछु। उसलाई हेर्दै 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 टक्क खोला हेरेको, आम्मा सानो ठुलो भएको थिएन अघि त, अहिले चाहिँ अलिकति घटेछ। त्यहाँदेखि त्यो खोलामा चाहिँ अब तर्नुपर्ने हो। अन्त म पनि तर्दिएँ, बुढी त टक्कसँगले हिँडिहाल्यो, सुई 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 डढाउँदै डढाउँदै हिँड्छ नि त ऊ चाहिँ। अन्त त्यहाँ डढाउँदै डढाउँदै हिँड्दाखेरि म पनि पछि 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 हिँडेँ। अब त्यहाँ डिलबाट झऱ्यो भने त गयो फेरि खत्तम हो। त्यहाँदेखि त्यो बाटो उकालो गएँ। त्यहाँदेखि जाँदै 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 फेरि टक्कसँगले माथि आएपछि चाहिँ, उकालो आएपछि माथिल्लोपट्टि टक्क बाटो त्यहाँ दाउरा राखेको रहेछ कुन चाहिँले, माथिको हो है। त्यहाँ चाहिँ रोड आइपुग्यो, हामी रोडबाट चाहिँ फेरि टक्क हाम्रो अझै उकालो टक 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 पर गएर यो पुल हो है, यहाँ पुल छ, त्यो पुलदेखि फेरि टक्क जानुपर्छ। बुढी पट्याक 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 चप्पल पड्काउँदै हो उकालो जाँदैछ। त्यहाँदेखि हाम्रो चाहिँ अब यहाँबाट टक्क म पट्याक पट्याक चप्पल पड्काउँदै यो उकालो 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 जानुपर्छ। त्यस्तो उकालो त छैन, ती माथिल्लोपट्टि हो। यसो भिडियोमा चाहिँ त्यो लामो लाग्यो क्या तपाईँहरूलाई। अब यहाँबाट टक्क बाहिर निक्लेपछि चाहिँ देख्नुहुन्छ तपाईँहरूले, यो चाहिँ ICDS हो, टक्क यहाँ ICDS, यहाँनिर टक्क ICDSबाट चाहिँ टक्क यता उकालो चाहिँ बमबस्ती जग्गा है तपाईँको। यो उकालो चाहिँ तपाईँको अब नयाँ बनिँदै गरेको स्विमिङ पुल पनि जान्छ है, यो माथि चाहिँ हाम्रो घर हो, त्यो देख्दै गरेको है। त्यहाँपछि त्यस्तै थियो, मजा आयो। आजको बिहान त सकियो, राम्रोसँगले कामसाम पनि सकियो, दानासाना दियो। अब चाहिँ फेरि एकछिनबाट चाहिँ म घाँसमा जानुपर्छ है। घाँस काटेको साटेको भिडियो बनाउनु भ्याउँछु भ्याउँदिनँ है, भ्याएन भने भ्याएन, नभए चाहिँ मिनी ब्लग छोटो है, बिहानको दामी हेर्नु होला। यस्तै छ हाम्रो यो दिनहरू, यसरी चल्दैछ है। त्यहाँपछि मजाले चलेपछि आज दिनभरिको बुढी फेरि ट्र्याक ट्र्याक म अगाडि पुगेँ, बुढीभन्दा अगाडि पुग्दै, अघि त बुढी अगाडि थियो, अब त मैले छोडिदिएँ। त्यहाँ चाहिँ म घर आइपुगेँ।
त्यसपछि टक्क घर आइपुगेँ। घरमा आएर अब त्यहाँपछि मकैसकै भचाउनु गएँ। मकै भचाएको चाहिँ भिडियो बनाउनु पाइनँ मैले। त्यहाँदेखि यता आएर घरमा सबै ल्याएर खोसालेर ओसालेर चाहिँ मकैहरू हामी उयो गर्दै थियौँ। त्यहाँदेखि टक्क यता फेरि नानी यता सुतिरहेको रहेछ, मजाले हेरिरहेको रहेछ हौ। यता आमासँग खेलिरहेको पलाक पुलुक, एउटा भाइ यता उता, अर्को भाइ एउटा बहिनी यसरी खेलिरहेको छ झुलभित्र होइन। यता चाहिँ बुढीको धम्माधम मकै भुटाइछ, च्याउ मकै कम्ती मिठो हुन्छ त। लु खान लागि लु सक्यो है त साथी, आजको लागि मेवा पनि खाएको थियौँ, काँक्रा पनि छ लु।